पैसा पैसा भयो भने त्यो श्रीमान प्यारो, पैसा भएन भने त्यो श्रीमान कुरै बुझेन मलाई। त्यस्तो प्राय गरी मान्छेहरू त हुनु न, कोही चाहिँ त्यस्तो हुनुहुन्छ कि त्यस्तरी गर्ने कि सोच्ने खाले के। अब मैले कमाएर कस्तो हुन्छ भने श्रीमानले कमाएर देख्दाखेरि श्रीमानको त्यो कर्तव्य हो भन्ने चलन छ होइन। त जब श्रीमतीले कमाएर श्रीमानलाई पाल्छ नि त्यो चाहिँ मेरो यो बोझ हो भन्ने जस्तो फिलिङ गराउँछ के कसैलाई होइन। कोहीले गराउँछ होला तर त्यस्तो चाहिँ होइन। जसले कमाए पनि फ्यामिलीलाई हो, आफूलाई हो, दुईजनालाई हो होइन। जसले कमाए नि कमायो, अब सन्तुष्टि त्यहीमा सन्तुष्टि हुनुपर्छ क्या मान्छेमा। अनि धेरै पैसा खोज्ने, विदेश ठुलो अब भनौँ न ठुल्ठुला देश जाने भन्ने, अनि नयाँ कुराहरू मात्रै अनुभव गर्न खोज्ने। पैसा त इम्पोर्टेन्ट नै हो तर आफ्नो रिलेसनसिप आफ्नो फ्यामिली भन्दा चाहिँ माथि होइन जस्तो लाग्छ मलाई पैसाको कन्टेक्स्टमा। पैसाको अहिले चाहिँ सबैजनाले के भन्नुहुन्छ नि, पैसा छ सारा संसार छ, पैसा छैन केही छैन भन्नुहुन्छ होइन। अब त्यो हुन त आफ्नो सोचाइ हो, म सबैको सोचाइ गलत पनि भन्दिनँ होइन। मलाई चाहिँ के लाग्छ भने पहिले आफ्नो फ्यामिली होइन, पहिले प्रायोरिटी चाहिँ फ्यामिलीलाई दिनुहोस् होइन। पैसा भने त आफू जिउँदो रहिसकेपछि त्यो जति नै कमाइन्छ। अब दुई छाक खान र पेट अगाउन चाहिँ पुगे भए मलाई चाहिँ त्यस्तो लाग्छ होइन। अब साह्रै नै जता पनि घुम्नै जानु पाउनुपर्छ, आफूसँग एकदम भरिभर पैसै हुनुपर्छ, ठुलो बिल्डिङ घर हुनैपर्छ भन्ने चाहिँ लाग्दैन होइन। अब जेमा छ त्यहीमा जस खान पुगोस् लाउन पुगोस् त्यही नै एकदम हो कि, सन्तुष्ट हुनुपर्छ कि मान्छेमा।